हाई गाइस, आज चाहिँ म लुम्बिनीको सबै टेम्पलहरुमा भिजिट गर्छु अनि म चाहिँ यहाँ अहिले विपसना केन्द्रको अगाडि रहेको छु अनि मसँग चाहिँ अब हाम्रो साथीहरु पनि घुम्नुहुन्छ विपसनाको फ्रेन्डहरु हुनुहुन्छ हैन यहाँसँग चाहिँ म लुम्बिनीको सबै टेम्पलमा चाहिँ ट्राभल गर्ने प्लान गरेको छु सो आई एम भेरी एक्साइटेड अनि म चाहिँ यहाँ विपसना गर्न यहाँ आएको थिएँ हाम्रो ब्रदर पनि यहाँ हुनुहुन्छ है सोनम जी अनि हजुरलाई चाहिँ यो विपसना गर्दाखेरि कस्तो एक्सपिरियन्स भयो नि हैन यो चाहिँ हजुरको फर्स्ट टाइम है फर्स्ट टाइम हो अनि रमाइलो भयो नि एक्सपिरियन्स गर्नु पर्दैछ अनि हजुरलाई कस्तो फिल भयो नि कस्तो लाग्यो यो चाहिँ अब सबैले एक्सपिरियन्स गर्नुपर्छ भन्नु भयो हैन किन चाहिँ त्यस्तो लाग्यो तपाईलाई नि यो अलरेडी तपाईलाई आफ्नो के भन्छ सेल्फ सेन्टर्ड भन्दा नि तपाईँ आफ्नो यो वर्ल्डसँग रिलेटेड अलि कम्प्यासनेट हुन सिकाउँदैछ अनि यो टेक्निकले चाहिँ सबैलाई फर्स्टमा आफूलाई नि बिलिफ लागेको थियो यसले हुन्छ र जस्तो लागेको तर 6 डे 7 डेमा आएपछि चाहिँ आफूलाई एकदम रिलिफ फिल भएपछि अनि एउटा पोजिटिभ फिल भइरहेको छ हजुरलाई हैन अब चाहिँ केही न केही लाइफमा चाहिँ बेटर हुन्छ भन्ने जस्तो फिल भइरहेछ है त्यो लाइफमा बेटर भन्दा नि आफूले हेर्ने तरिका चाहिँ हजुर बदल्यो भन्ने त्यो हजुर एउटा दृष्टिकोण दृष्टिकोण बदल्यो हजुर ल ओके थ्यांक यू एन्ड ही इज फ्रम इन्डिया हेलो आलोक जी हेलो it was totally wonderful. I can say I will taking back a memory for lifetime experience. Yeah, I recommend it to everyone who feels like he is feeling in a stuck in a deep misery world. Okay. He can try it. Okay. I'm sure he will love it. Okay, thank you. This is a very wonderful technique. Thank you. Thank you. Mangalmay ho. Mangalmay ho. So he is Denial from Colombia. From Colombia, South America. Hello to everyone. Very happy to be here. Really, I really love this country. And Nepal and India now are in my hair. And also with Vipassana now is more special. Before was special Nepal, but now it's more special. I have to come back to Nepal for more time, maybe 2 months, 3 months, I don't know. We will see. Now I'm very happy here. What's your name? Shihomi. 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 You are from Japan. Yes. I'm Okay. from Japan. Very रमाइलो भयो. More than expectation. अनि कस्तो कस्तो फिल भयो नि No craving, no aversion. Vipassana. Yes. It was sad time for me Yes. to take Vipassana. Okay. It was so hard for me. The beginning, in the beginning, it was. Don't you feel like give up in the beginning? No. Nani? 違う? 違う What do you mean? ありがとうございます。ありがとうございます。अनि हामी चाहिँ अहिले जाँदैछौँ मायादेवी टेम्पलमा चाहिँ जाँदैछौँ हामी अनि हामीसँग चाहिँ विपसना गरेको साथीहरू पनि हुनुहुन्छ है साथमा एन्ड सी इज सियोमी फ्रम जापान से हेलो टु माई अडियन्स सियोमी से हेलो से नमस्ते नमस्ते konnichiwa कन्निचिवा konnichiwa म आएको थिएँ लुम्बिनीमा विपसना गर्नको लागि एक्लै आएको थिएँ तर हामी चाहिँ अहिले मायादेवी टेम्पलमा विपसना कम्प्लिट गरिसकेर हामी चाहिँ ग्रुपमा एज अ फ्रेन्ड हामी चाहिँ जाँदैछौँ लुम्बिनी टेम्पल घुम्नको लागि आज चाहिँ हामी लगभग लुम्बिनी सब भ्याउँछौँ अनि उहाँ चाहिँ हाम्रो राजीव ब्रदर हुनुहुन्छ दाङदेखि हेलो राजीव ब्रदर अनि उहाँ चाहिँ भोलिन्टियरिङ गर्नको लागि हाम्रो विपसना केन्द्रमा आउनुभएको थियो उहाँले चाहिँ एकदम डेडिकेसनका साथ होइन आफ्नो यो विपसना केन्द्रमा चाहिँ टाइम स्पेन्ड गर्नुभएको छ एकदम मलाई खुसी लाग्यो होइन उहाँ चाहिँ यस्तो मान्छेहरू पनि हुँदो रहेछ भन्ने जस्तो मलाई फिल भयो क्या अनि तपाईँलाई चाहिँ कस्तो एक्सपिरियन्स भयो नि राजीव ब्रदर खुसी भयो होइन सो हामी मायादेवी टेम्पलमा चाहिँ आइपुगेका छौँ यो चाहिँ हाम्रो म्यानमार गोल्डन टेम्पल रहेको छ अनि म चाहिँ यहाँ फाइनली आइपुगेको छु यो चाहिँ विपसना केन्द्रको अगाडि नै रहेको छ देख्न सक्नुहुन्छ होइन एकदम ब्युटिफुल छ यो टेम्पल पनि अनि हाम्रो साथीहरू पनि उतापट्टि घुमिरहनु भएको छ यो चाहिँ रहेको छ धर्मस्वामी बुद्ध विहार होइन यो चाहिँ सबभन्दा ओल्डेस्ट टेम्पल रहेको छ भनेर चाहिँ हाम्रो एकजना दाइले भन्नुभयो एकदम ब्युटिफुल छ हेर्दाखेरि होइन ठाउँ अब हामी चाहिँ यो मन्दिरमा भिजिट गर्छौँ यसै गरी हामी चाहिँ अर्को फाइनली गुम्बामा आएका छौँ यो टेम्पल देख्न सक्नुहुन्छ होइन दिस वान फ्रम हियर एकदम शान्त छ वातावरण होइन कस्तो राम्रो छ कि इन्भाइरोमेन्ट पनि यसैको पछाडि चाहिँ मायादेवी टेम्पलको पछाडि छ यो
फाइनली हामी चाहिँ कर्म समेतलिङ बिहार मोनेस्ट्रीमा आइपुगेका छौँ एन्ड दिस वान इज भेरी भेरी नाइस वाउ यताको इन्भाइरोमेन्ट होइन यतापट्टि छुट्टै टेम्पल छ फेरि अनि यहाँ चाहिँ छुट्टै छ अनि उहाँ हाम्रो गाइजहरू चाहिँ सबै अरू चाहिँ जानुभयो आफ्नो ठाउँतिर दे आर वेलकमिङ अस कुकुर डग इज वेलकमिङ अस फाइनली हामी अर्को गुम्बामा आइपुगेका छौँ यो फेरि यहाँ फेरि मन्दिरभित्र चाहिँ नपाइदो रहेछ कि फोटो खिच्न मन्दिर बाहिर चाहिँ मिल्यो है मन्दिरभित्र चाहिँ नपाइदो रहेछ द्याट्स है आउटसाइडबाट नै मैले भिडियो बनाइरहेको छु भित्र चाहिँ पाइँदैन भिडियो बनाउन ओके यसलाई घुमाएर भिडियो बनाउँछु ल नाइस टेम्पलमा चाहिँ हामीलाई भित्र भिडियो खिच्न अलाउड रहेछ सो म चाहिँ गौतम बुद्धको फोटो यहाँ देखाउँछु होइन भित्र यस्तो छ फाइनली हामी चाहिँ कोरियन टेम्पलमा आइपुगेका छौँ यो टेम्पल चाहिँ एकदम ठुलो छ है हेर्दाखेरि पनि कतै ठुलो क्या अनि यहाँ भित्रको ठाउँ पनि एकदम राम्रो छ सो अनि यहाँ चाहिँ हामीलाई नमस्ते गरेर वेलकम गर्नुभएको छ है नमस्ते म चाहिँ यहाँदेखि सो गर्छु सो इन्भाइरोमेन्ट यस्तो छ वरिपरि पिसफुल लुम्बिनी हो नि त पिसफुल त यसै भइहाल्छ नि होइन र यहाँको आर्टहरू होइन कस्तो दामी क्या आर्ट खाना खायो? He's taking video of you talking about it. खाना खायो? खाना खायो. छ? छैन. China. Cha means yes, China means no. एक्चुली सी इज फ्रम जापान एन्ड उहाँले चाहिँ नेपाली ल्याङ्ग्वेज सिकाउँदै हुनुहुन्छ क्या मलाई खाना खायो? खाना खायो So खाइ. Cha means yes, खाइ. cha means yes, no, China means no. But Kayo means अनि मैले होइन उसलाई चाहिँ हाम्रो सोधेको थिएँ उसको फेभरेट एनिमे कुन हो भनेर अनि सी सेड हिरो एकाडेमिया राइट योर फेभरेट एनिमे 僕らのヒーローアカデミー。 हिरो एकाडेमिया एन्ड Shami like how to say you are welcome in Japanese I forget どういたしまして。 do itas まして。 maste do itas maste どういたしまして。 do itas maste okay arigatou gozaimasu ありがとうございます。どういたしまして。 र यसरी हामी घुम्दै घुम्दै फाइनली यो अर्को टेम्पलमा आइपुगेका छौँ यो बुद्धको टेम्पल होइन एकदम यो पनि हेर्दाखेरि डिजाइन एकदम राम्रो छ यो पनि आज यो माथि आकाश हेर कति दामी छ है ब्युटिफुल स्काई नाइस भित्र जान यो टेम्पलमा पाइँदैन सो हामीले चाहिँ यही बाहिरबाट नै चित्त बुझाउनु पर्ने हुन्छ ओके हामी यो टेम्पलमा आइपुगेका छौँ देख्न सक्नुहुन्छ यो हेर्दा पनि एकदम ब्युटिफुल छ एन्ड दिस वान इज वाट द ग्रेट ड्रिगुन काग्युक महापद्य चैत्य यहाँको होइन डिजाइनहरू पनि एकदम राम्रो नाइस यो लुम्बिनीको मलाई होइन बेटर के लाग्छ भन्दाखेरि यहाँको यो डिजाइनहरू क्या डिजाइन होइन एकदम दामी क्या यहाँको कस्तो मलाई मन पर्यो डिजाइनहरू जता हेऱ्यो होइन एकदम दामी दामी डिजाइनहरू छ आई लभ इट सो म चाहिँ यहाँको सबै डिजाइनहरू चाहिँ देखाउँदै लग्छु है सो हामी चाहिँ आज एकदम बढी ट्राभल गरिरहेका छौँ अनि ट्राभल गर्न पनि एकदम मजा आइरहेको छ होइन यो पछाडि मेरो पछाडि ताल छ
लुम्बिनीको प्लेसमा होइन कस्तो पिसफुल छ क्या लुम्बिनीको प्लेस अनि त्यही त हो होइन टेम्पल नै टेम्पल छ जताकतै गुम्बा नै गुम्बा छ होइन र अनि हामी चाहिँ यो फाइनली यो अर्को टेम्पलमा आइपुगेका छौँ अनि यो चाहिँ भर्खरै बनाएको भनेर हाम्रो एकजना ब्रदरले भन्नुभएको छ यहाँ चाहिँ हामीले खिच्न पाउँछ भित्र फोटो त्यही भएर मैले खिचिरहेको छु साइलेन्टली सुस्तसँग बोल्नुपर्छ क्या अरूलाई डिस्टर्ब हुन्छ नि त है हामी चाहिँ नेक्स्ट यो टेम्पलमा आइपुगेका छौँ यो पनि एकदम राम्रो छ होइन किनकि प्रशंसा गर्नै पर्दैन कि एभ्री टेम्पल इज ब्युटिफुल है अनि यहाँ चाहिँ बन्दैछ अन्डर कन्स्ट्रक्सन हुँदैछ हेयर अर्को छ भित्र चाहिँ पाउँछ कि पाउँदैन आई डोन्ट नो होइन तर भित्र बुद्धको मन्दिर भन्नाले त्यो जुन मूर्ति छ होइन त्यो पनि एकदम क्या दामी क्या वा लभली यहाँको यो डिजाइन हेर्नुहोस् न वा हो जस्ट अमेजिङ बुद्धको त्यहाँ होइन मूर्ति नै मूर्ति छ कति धेरै हो ओ माई गड साइलेन्टली बस्नुपर्छ कि यहाँ होइन अब यो बोटिङ चढेर जान्छौँ सरर तलपट्टि हामी चाहिँ यहाँ बसेर होइन बोटिङमा बसेर जाँदैछौँ हिँडिरहेका छौँ डिस्टेन्स हेलो हेलो ब्रदर हेलो हेलो सोनम ब्रदर से हेलो 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 आज चाहिँ हाम्रो लुम्बिनी सबै घुम्ने प्लान थियो होइन बट ड्यु टु द ल्याक अफ टाइम हामी चाहिँ आजको यस प्लानलाई अब यहीँ अन्त्य गरेर हामी चाहिँ आफ्नो घरतिर जाँदैछौँ अब सो यति नै थियो हाम्रो आजको गन्तव्य भनेको हाम्रो साथीहरू सबै फर्किँदै हुनुहुन्छ होइन म चाहिँ आज बबाई गर्नु म चाहिँ अब दाङ फर्किन्छु आज होइन हाम्रो साथीहरू सबै अब उहाँ चाहिँ जापान जानुहुन्छ अनि सबै आफ्नो ठाउँमा जानुहुन्छ होइन सो अब नेक्स्ट टाइममा चाहिँ हाम्रो मौका मिलेछ भनेपछि पक्कै पनि म फेरि यो लुम्बिनीको सबै टेम्पल चाहिँ घुम्नेछु होइन आजलाई चाहिँ यति नै गरौँ सो बाई